सिंह ठकुरीको यो एपिसोड हेरिसकेपछि मनमा धेरै प्रश्नहरू उठेका छन्। नेपालको न्याय प्रणाली कस्तो छ? चेलीबेटीहरू अहिले आफ्नै घरमा किन सुरक्षित छैनन्? आफ्नै पति र आफ्नै बुबाबाट किन बलात्कारी हुनु परेको छ? र बालेन शाहले के गरे भन्नेहरूको लागि पनि जवाफ यहाँ भेटिएको छ भने के बलात्कारीलाई फाँसी दिनै पर्छ त? बलात्कारीलाई फाँसी नदिएसम्म बलात्कृत भएका चेलीबेटीहरू शान्तले निदाउन सक्दैनन्? यी प्रश्नहरू मनमा उठेका छन्। अहिले सर्वोच्च अदालत र सिंहदरबार जल्नुमा सबैभन्दा बढी कोही खुसी छ भने त्यो स्वयं सिंहदरबार र सर्वोच्च अदालत नै रहेको छ। किनभने त्यहाँ बस्ने पदाधिकारीहरूले न कहिल्यै जनताको हितमा काम गर्न सके, न कहिल्यै त्यो कुर्सीको इमान र प्रतिष्ठा बचाउन सके। नेपालमा सिंहदरबारमा बसेका सांसदहरूले अथवा राजनीतिकरण गरेर सर्वोच्चमा कसरी बयान फेराइन्छ र कसरी न्याय प्रणालीको धज्जी उडाइन्छ भन्ने कुरा यो एपिसोडमा खुलाइएको छ। एउटा 14 वर्षको नारीलाई छाउपडी गोठमा सामूहिक बलात्कार गर्ने दानवहरू 1 वर्ष पनि जेलमा बस्न सकेनन् र उनी पछि घर फर्किँदाखेरि बाटो घेरेर बसिरहेका थिए। र अर्को नारीको कुरा सुन्दाखेरि आफ्नै बुबाले 200 जनासँग धन्दा गर्न लगाए, पैसाको लागि धन्दामा लगाए, अर्को खाटमा बसेर यसरी गर भनेर सिकाइरहेका थिए। उनलाई मात्रै नभएर उनकी आमा, जसको स्वयं उनको श्रीमती र छोरीलाई धन्दामा लगाएका छन्। र त्यो त यस्ता नरपिचासहरूलाई फाँसी दिनुपर्छ कि पर्दैन भन्ने प्रश्न मनमा उठेको छ। र बालेन शाहले कसरी उनको उद्धार गरेका थिए भन्ने कुरा पनि यहाँ खुलाइएको छ। नेपाल कता जाँदैछ, के हुँदैछ र नेपालको न्याय प्रणाली कस्तो छ, किन सर्वोच्च अदालत जल्यो, किन सिंहदरबार जल्यो भन्ने जवाफ पनि यहाँ भेटिएको छ।